ड्रागन फलमा सानो गल्तीले गर्दाखेरि आधी नै घाटा हुन्छ है। धेरैलाई थाहै छैन, एउटै बोटमा धेरै कोपिला आएपछि हामी किसानहरू खुसी हुन्छौँ, तर यहाँ खुसीपछि घाटा पनि बन्छ है। सबै कोपिलालाई चाहिँ बोटले पोषण दिन सक्दैन, फल सानो र कमजोर हुन्छ, स्वाद र क्वालिटी दुवै घट्छ, बजारमा राम्रो पैसा पनि आउँदैन, मेहनत गरे पनि खासै फाइदा हुँदैन है। अब यसलाई चाहिँ थिनिङ भन्छ। हेर्नुहोस् त, यसमा चाहिँ थिनिङ भनेको चाहिँ धेरै कोपिलामध्ये बलियो र स्वस्थ कोपिला मात्रै राख्ने प्रक्रियालाई थिनिङ भन्छ। अब सही तरिकाले कमजोर कोपिलाहरूलाई हटाउने, बलियो 2-4वटा मात्रै राख्ने र बोटलाई ब्यालेन्स न्युट्रिसन दिने हो भने चाहिँ फल ठुलो र हाई क्वालिटीको हुन्छ, अनि बजारमा राम्रो मूल्य पनि पाउँछ। त यहाँ हेर्नुहोस् त, अब यहाँ चाहिँ थोरै मात्रै हामीले चाहिँ यो कोपिलाहरू राख्ने। अब थोरै छ भने चाहिँ हामीले हटाउनु पर्दैन, धेरै छ भने चाहिँ यसरी कमजोरलाई हटाउने। हटाइसकेपछि चाहिँ यसलाई नेचुरल ब्यालेन्स पुग्छ। कृषिमा धेरै फल होइन कि राम्रो क्वालिटीको फलले नै पैसा दिन्छ। यो जानकारी राम्रो लाग्यो भने अरू किसानलाई पनि सेयर गरेर पुर्याइदिनु होला। अहिले बजारमा ड्रागन फलको एकदमै धेरै कम्पिटिसन छ। त्यसो हुँदाखेरि धेरै फलले होइन कि राम्रो फलले नै बजारमा राम्रै मूल्य पाउँछ। हजुर थिनिङ गर्नुहुन्छ कि गर्नुहुन्न, कमेन्ट गर्नुहोला। धन्यवाद।